काजी बाको अहिलेसम्म कसैले थाहा नपाएको एउटा सिक्रेट कुरो आज म खोल्दैछु। पहिला यतापट्टिको यो जग्गा हेर्नुहोस् यहाँहरूले, सट्ट जग्गा। बा चाहिँ अहिले लगभग 70-71 वर्षको पुगिसक्नुभयो। 71 वर्ष लाग्नुहुन्छ। बुवाहरू आजभन्दा लगभग 60 वर्ष अगाडि बुवा यो बारीमा यता खाली जग्गामा एक खालको जङ्गलै थियो। यहाँ आएर बुवाले चाहिँ केही फरक खालको काम गर्नुहुन्थ्यो होइन बा? के काम गर्नुहुन्थ्यो बा? अब यो अहिले यहाँ नौतन धाम मन्दिर बन्यो। हजुर, यता यहाँ मन्दिर बनिरहेछ यतातिर। हजुर, सबै बारी, पुरै बारी थियो। हजुर, अब यहाँ औचारदा पुडा सैनी बारको बारी। हजुर, रिजाल। हजुर, उहाँहरूको बारीमा चाहिँ बदम लाउनु। हजुर, बदम लाउनुहुन्थ्यो। उतापट्टि यो मन्दिरको ठ्याक्कै उतापट्टि पाखो, ठुलो पाखो, त्यहाँ चाहिँ वस्तुहरू चराउने ठाउँ। हजुर, अनि गोठालो जाँदाखेरि पानी त्यही पाखो भित्र एउटा कुवा थियो। हजुर, त्यो कुवामा पानी खाने, अनि भोक लागेपछि दौडेर आउने यहाँ लुकेर 4-5 जना मिलेर। हजुर, अनि यो यहाँको बदम, यता बारीतिर बदाम फल्थ्यो। पुरै यो बदम हुन्थ्यो यहाँ। यो पुरै पाखोमा उतापट्टि त्यो पाखोमा उतापट्टि पनि बदम फल्थ्यो। हजुर, त्यहाँ आफ्नो लाल पूर्जा भएको बारीमा चाहिँ त्यहाँ पनि लाउँथे। हजुर, त्यता पनि चोरेर खाइन्थ्यो, यता नि खाइन्थ्यो। ओहो, अनि कति वर्षको उमेरको कुरा हो यो? यो मेरो चाहिँ 9 वर्ष, 8-9 वर्षको। त्यतिखेर के गाई बस्तु भन्नाले के थिए? भैँसी, भेडा। भैँसी भेडा पनि थिए? भेडा, गाई। त्यो जंगलमा लगाइदिने, यता आएर चर्ने ठाउँ थियो। हजुर, ती दिन सम्झँदा कस्तो लाग्छ बा अहिले? अब त्यो एकदमै गर्न नहुने काम गरियो। किन? अब मागेर खाएको होइन। त्यो बेलामा चोरेको मजै छुट्टै बा, चोर्नुको आनन्दै फरक होइन र? तर कुटाइ पनि खाइन्थ्यो नि फेरि। बच्चा बेलामा बदाम चोर्नु, बच्चा बेलामा यस्तो खानेकुराहरू चोर्नु, त्यो त खराब काम होइन बा? कुनै बार त एकदमै रिसा हुनुहुन्थ्यो। उहाँले भेटाउनु भयो भने चाहिँ तिरिमिरी झ्याइ गर्ने देख्ने गरी चड्कन हान्नुहुन्थ्यो। भागिन्थ्यो भाग्न चाहिँ। ठिक छ बा। अब अहिले हामी चाहिँ के अरे के धाम रे यहाँ? नौतन धाम बनेको छ यहाँ। एकचोटि सर र म चाहिँ यहाँबाट देखाइदिन्छु। ल हेर्नुहोस्, यो चाहिँ पछाडिको भाग भयो। यो पछाडिको भाग भयो। अगाडिबाट पनि अहिले हामी देखाउँछौँ। जय श्री कृष्ण।